हामी एकादशीमा लाग्ने यो देवचुली नगरपालिका वडा नम्बर 1 नारायणी किनार स्थित दिव्य धाम अर्थात् यो पर्यटकीय रमाइलो मेला पनि लाग्ने गर्दछ। यसको सिमाना जस्तो ठाउँमा छौँ। यो भिड दुवैतर्फ धार्मिक र अनि त्यसपछि सांस्कृतिक मनोरञ्जनात्मक भिड यसरी पसिरहेको छ। तपाईँ यसलाई कसरी नजर गरिराख्नु भएको छ? तपाईँको आफ्नो संक्षिप्त परिचय सहित आफ्नो धारणा राखिदिनुहोस् न। धन्यवाद आदरणीय पत्रकार मित्र। देवभूमि खबर सबैको माझमा तपाईले समाजमा जागृत सम्पूर्ण सूचनाहरूबाट सूचीकृत गर्नुहुन्छ। यसको पूर्व सन्दर्भमा हजुरलाई म धन्यवाद दिन चाहन्छु। र आज हरिबोधनी एकादशी यो धार्मिक हाम्रो पर्यटकीय हिसाबले देवचुली नगरीको दिव्यधाममा आयोजना भइरहेको एकादशी मेलामा मैले हाम्रो पर्वत सेवा समाजको तर्फबाट तोरण कार्यक्रममा सहभागी हुँदै सम्पूर्ण नगरवासीहरूको हार्दिक मङ्गलमय कामना र उहाँहरूको सुख समृद्धिको लागि आज नारायणीको किनारसम्म आएर सबैलाई शुभकामना जल अर्पण गरेर गरिएको छ। यो अत्यन्त पवित्र, बिना स्वार्थ, कसैलाई पनि घरमा पत्रचार गरेर बोलाइएको होइन। यो मान्छेको अन्तस्करणमा रहेको भक्तिभावले सबैजना यहाँ आज यो दिव्य धाममा उपस्थित भई पौराणिक कालदेखि चल्दै आएको एकादश हरिबोधनी हरि सैनी एकादशीको यो पावन अवसरमा चाहिँ उहाँहरूले आफ्नो विगतदेखि वर्तमानसम्म समाजलाई एकाकार गरेर राख्ने वैदिक सनातन दर्शनभित्र रहेको यो पूर्वीय मान्यतालाई विभिन्न आन्दोलनहरू 2006 सालदेखि आज 2082 सालसम्म नेपालमा ठुला उथलपुथलहरू भए, तर बिना स्वार्थ सामाजिक भावमा देखिने यो भौतिक र आध्यात्मिक दर्शनको बीचमा एकता पैदा गर्ने एकादश भगवानको यो आराधना स्वरूप यहाँ देवचुलीवासीहरूको जमघट देखिन्छ र यसले सामाजिक रूपमा एकता पैदा गरेको छ। हामी विभिन्न राजनीतिक पार्टीहरूलाई देख्यौँ र भर्खरै सम्पन्न यो 24 घण्टे जिएनजी विद्रोहले नेपालमा एउटा नयाँ तरङ्ग पैदा गरेको छ। तर त्यो भित्र पनि संयमित भएर राष्ट्रप्रति माया जागृत गर्ने एउटै मूलाधार त्यो सत्य सनातन धर्म नै देखिन्छ। म पनि आफू विगत लामो समयदेखि एउटा सशस्त्र विद्रोह हुँदै समाजका वैज्ञानिक रूपान्तरणहरूको अपेक्षा राख्दै यहाँसम्म आएँ। तर मलाई नेतृत्व गर्ने ठुला नेताहरूको आफ्ना आँगन, घर आँगन, चेलीबेटी, छोरी ज्वाइँ बुहारी, नाति नातिना सबैको उद्धार भयो, तर समग्र समाजको उद्धार हुन सकेन। यो राजनीतिक वितृष्णाले नेपालमा एउटा नयाँ तरङ्ग पैदा गरेको छ र लाग्छ कि नागरिकलाई साँच्चीकै बिना स्वार्थ समाज सेवा गर्ने र नागरिकको हित चाहने कहीँ अदृश्य शक्ति छ कि भन्ने त्यो आशा र प्रेरणाका साथ आज एकादशी बजारमा नारायणीको तटमा जलको नजिक रहेर भगवान नारायणसँग विभिन्न वरहरू मागेको भेटिन्छ र मेरो अन्तस्करणमा पनि यो जगतलाई सञ्चालन गर्ने एउटा अदृश्य शक्ति छ जो बिना स्वार्थ सबैको मनमा उसले निमन्त्रणा बाँडेको छ र यो देशलाई स्वतन्त्र राख्नका लागि त्यो शक्ति जागृत भएर आउनेछ। त्यो वैज्ञानिक समाजवादको रूपमा देखा पर्न पनि सक्छ र सनातन हिन्दू धर्मको रूपमा देखा पर्न पनि सक्छ। अहिले विशेष गरी युवाहरूमा दुईटा धारमा विभाजित भएका युवाहरूको अन्तस्करणमा जस्तो यो हामी धार्मिक मेलामा छौँ, तपाईँलाई यो धर्मतिरको प्रश्न र अनि त्यसपछि यो सांस्कृतिक मेलाले के दिँदैछ सन्देश भन्ने प्रश्न थियो, तपाईँलाई यतातिर ध्यान आकर्षण गरेँ। धन्यवाद महेन्द्रजी। हाम्रो एउटा परम्परागत मान्यता एकादशी बजार आज एकादश भगवानलाई खुसी पार्नका लागि निराहार व्रत बस्ने नेपाली श्रद्धालु भक्तजनहरू हुनुहुन्छ। उहाँहरू आर्य वैदिक सनातन अन्तर्गत आफ्नो बिहानैदेखि तुलसीको पूजा गरेर साँझ लिङ्गा को पूजा गरी
आकाशमा आजदेखि आकाशे बेलीको रूपमा सबैको मनमा उज्यालो गर्नका लागि आकाशे बेली पनि बाल्ने चलन छ। यो अत्यन्त धार्मिक व्यक्तित्वहरू यता तीर्थस्थलतिर लागिरहनु भएको छ भने युवा पङ्क्ति विशेष गरी मनोरञ्जनमा आफूलाई खुसी तुल्याउन चाहने पङ्क्ति चाहिँ धार्मिक मेलातिर मेलाको आनन्द लिनका लागि लाग्नु भएको छ। यो दुइटैको एउटै सङ्गम छ, आत्मिक सन्तुष्टि। जसलाई जे गर्दा यो आत्मतृप्त हुन्छ उहाँहरू त्यतैतिर लाग्नु भएको छ। र मुख्य गरी तपाईँले यो सानो समयमा मलाई यो सन्देश मार्फत नगरवासीहरू समक्ष आफ्ना अभिव्यक्तिहरू राख्ने अवसर दिनुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु। धन्यवाद।